हेलो एभ्रिवान, आज मैले बनाउँदैछु बैगुन चप। मेरो जेठी छोरीको डिमान्डमा ऊ पढ्दै छिन्, छिटो मिठो खानेकुरा चाहियो रे उसलाई। त्यही भएर मैले बनाएँ बैगुन चप। खानालाई पनि भयो, बच्चाहरूलाई एकदम मन पनि पर्छ दुईटीलाई। त्यही भएर पिरो सिरो नहालिकन मैले यसै नर्मल तरिकाले नर्मल्ली बनाउँदैछु बैगुन चप। बनाइवरी छोरीलाई टेस्ट गराएर हेरौँ कस्तो के रियाक्सन हुन्छ छोरीको। अब लगेर उसलाई टेस्ट गराएर हेर्छु एकचोटि, मन पर्छ कि पर्दैन उसलाई। पढ्दैछिन्, फर्स्टमा मलाई टेस्ट गराउनु भन्दैछ छोरीले।